अब जरिवाना हामी जनताहरू मात्रै कति तिर्ने साथीहरू? अब सरकारले पनि जरिवाना तिर्नुपर्छ। यो नियम चाहिँ मलाई गजब लाग्यो साथीहरू। तपाईहरू पनि यो भिडियो अन्तिम समय हेरिदिनु होला र मन पर्यो भने एक सेयर गरिदिनु होला। खाल्डो देखिएको 24 घण्टाभित्र खाल्डो नपुर्याएमा सडक विभाग र नगरपालिकालाई 1 लाख जरिवाना। यो नियम चाहिँ मलाई बवाल लाग्यो साथीहरू। सडकको लेन स्पष्ट नभएमा सडक विभागलाई 50,000 जरिवाना। ट्राफिक बत्ती बिग्रेको अवस्थामा नबनाएमा ट्राफिक प्रहरी र नगरपालिकालाई 1 लाख जरिवाना। ट्राफिक प्रहरी उचित युनिफर्ममा नभई ट्राफिक प्रहरी कार्यालयलाई 50,000 जरिवाना। सडक सङ्केत साइनबोर्ड स्पष्ट नदेखेमा सडक विभागलाई 50,000 जरिवाना। ट्रायल पास भएको 7 दिनभित्र लाइसेन्स नदिएमा यातायात व्यवस्थापन विभागलाई 1 लाख जरिवाना। राति सडकमा बत्ती नबलेमा विद्युत प्राधिकरण र नगरपालिकालाई 50,000 जरिवाना। वर्षाको पानी जमा भई सडक वा ढल डुबाएमा नगरपालिकालाई 5 लाख जरिवाना। फुटपाथ वा हिँड्ने ठाउँमा अतिक्रमण नहटाएमा ट्राफिक र नगरपालिकालाई 50,000 जरिवाना। सडक विभाग र यातायातलाई 1 लाख जरिवाना। एम्बुलेन्सलाई बाटो दिने प्रणाली नबनाएमा ट्राफिक विभागलाई 2 लाख जरिवाना। यो चाहिँ मलाई साह्रै मन पर्यो साथीहरू। हामीले मात्रै कति तिर्ने? यो नियम चाहिँ हामी जस्तै जनताहरूले बनाएको नियम हो साथीहरू। केही दिन पहिले लाइसेन्स नभएको भए सरकारले कति जरिवाना काट्छ त्यो सुन्नु नै भएको होला। यो भिडियो लामो हुन सक्छ, त्यसैले धैर्य गरेर हेरिदिनु होला साथीहरू। ट्राफिकले कति चार्ज काट्छ त्यो पनि म बताइदिरहेछु। यो चाहिँ पारित भएको छैन, यो प्रस्ताव मात्र हो। लाइसेन्स नलिई गाडी चलाएमा 15,000। सडकमा ट्राफिक सङ्केत हटाए वा बिगारेमा रु 5,000। मादक पदार्थ सेवन गरेर बाइक चलाएमा रु 25,000। मादक पदार्थ सेवन गरेर ठुला गाडी चलाएमा रु 50,000। ओभर स्पिड 2 पाङ्ग्रे गाडी चलाएमा रु 25,000 जरिवाना। मझौला तथा ठुला गाडी ओभर स्पिडमा चलाएमा रु 50,000 जरिवाना लाग्नेछ साथीहरू। लेन अनुशासन पालना नगरी सवारी चलाएमा रु 10,000। ट्राफिक सङ्केत पालना नगरेमा रु 5,000। निषेधित क्षेत्रमा हर्न बजाएमा रु 500। अवस्था ठिक नभएको सवारी चलाएमा रु 5,000 र कागजपत्र साथमा नलिएर गाडी चलाएमा रु 1,000। यो पनि गर्न जरुरी थियो साथीहरू। मादक पदार्थ सेवन गरेर गाडी चलाएमा घाटा कसलाई हुने र? गाडी चलाए पनि, बाइक चलाए पनि र ठुला गाडी चलाए पनि घाटा हामीलाई नै हुन्छ। त्यसैले यो जरिवाना पास गर्दा हुन्छ, केही फरक पर्दैन। कसैले लुट्ने पनि होइन, कसैले जनताको ढाँड सेक्ने पनि होइन। यो नियम पनि बवाल छ साथीहरू र जनताहरूले बनाएको नियम पनि एकदमै बवाल लाग्यो मलाई। यदि नगरपालिका र सडक विभागले समयमा खाल्डो खुल्टी पुरेन भने 1 लाख जरिवाना दिनै पर्छ साथीहरू। यो नियम बवाल लागेछ मलाई। यदि तपाईँहरूलाई पनि बवाल लाग्यो भने एक सेयर गरेर सबैमाझ पुर्याइदिनु साथीहरू।